जय श्री कृष्ण। ये त्वक्षरमनिर्देश्यम् अव्यक्तं पर्युपासते सर्वत्र गमचिन्त्यं च कुटस्थमचलं ध्रुवम् सन्नियं येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः। भगवान श्री कृष्ण भन्नुहुन्छ, तर जो भक्तले आफ्नो सम्पूर्ण इन्द्रियहरूलाई पूर्ण रूपमा आफ्नो वशमा राखेर जीवनमा आइपरेका सम्पूर्ण परिस्थितिहरूमा दुःख सुख कठिन सहज सबै परिस्थितिहरूमा समभावमा रही समदृष्टिले हेरेर यस सृष्टिमा रहेका सम्पूर्ण प्राणीहरूको हितको लागि सम्पूर्ण जीवहरूको हितको लागि कर्म गर्दै यानि कि सम्पूर्ण प्राणीहरूमाथि करुणा भाव राखेर जीवन व्यतीत गरिरहेको हुन्छ। उक्त भक्तले पनि अन्तत मलाई नै प्राप्त गर्दछ, यानि कि उक्त भक्तले पनि भगवत प्राप्ति गर्दछ। अर्थात् भगवानको साकार स्वरूपको मात्र होइन, मतलब भगवानलाई जुन रूपमा हामीले देख्छौँ पुज्छौँ त्यो रूपमा भक्ति गर्ने भक्तले मात्र होइन कि भगवानको निराकार जसको कुनै नाम हुँदैन, संज्ञा हुँदैन, तस्बिर देख्न सकिँदैन, कल्पनामा यस्तो हुनुहुन्छ भनेर उतार्न सकिँदैन, निराकार परब्रह्मको उपासना गर्ने भक्तले पनि यदि पूर्ण रूपमा नियममा रहेर आफ्नो इन्द्रियहरूलाई वशमा राखेर सबै परिस्थितिमा समभावमा रहेर सबैमाथि करुणा भाव राखी अगाडि बढिरहेको हुन्छ, उपासना गरिरहेको हुन्छ भने उक्त भक्तले पनि भगवत प्राप्ति गर्दछ। जय श्री कृष्ण।